Guys, welcome and welcome back to my YouTube channel. It's me Aniket Tamang. अब चाहिँ हामी टुरको लागि जाँदै छैन सो पहिला चाहिँ ड्रेसअप गरिसके ड्रेसअप चाहिँ यस्तो छ आउटफिट माई अनि यो चाहिँ मेरो स्कुटी हो अनि यो चाहिँ मेरो स्विट होम अनि सो अब चाहिँ हामी जाँदैछु टुरको लागि सो हेर्नु होला लास्टमा पहिला चाहिँ एकदमै यस्तो दामी भइरहेको छ हैन क्लाउडी फेस्ट अनि हामी चाहिँ जानेको लागि रेडी भइसकेको छ यहाँ चाहिँ काम हुँदैछ कन्स्ट्रक्सन अनि यो चाहिँ हाम्रो गाउँ पुटुङ सो तपाईहरु आउन सक्नुहुन्छ भिजिटको लागि माथि चाहिँ एकदमै फेमस टुपी फाइनली हाम्रो गाउँको यो चाहिँ जग्गा अहिले चाहिँ बाटो एकदमै खराब भएछ क्या गाइस अहिले गाइस मैले चाहिँ स्कुटी चाहिँ तलै छोडेको थिएँ त्यही भएर हामी चाहिँ गाडीमा अब चाहिँ तपाईँहरूले पर्छु भन्छ गाइस किनहरू अब हामी चाहिँ कति दिन बाद चाहिँ भेटेको दामी देखिरहेको छ गाइस कमेन्ट गरिदिनु होला कस्तो देखिरहेको छ यसलाई फाइनली गाइस सिटी सेन्टर पुगेको छ हामी चाहिँ यहाँ चाहिँ सिटी सेन्टरको भ्यू देख्नुहुन्छ तपाईँहरूले अहिले चाहिँ यहाँ नयाँ चेन्जेस बनाएको रहेछ होइन यहाँनिर चाहिँ अहिले पहिला चाहिँ यस्तो थिएन क्या म कति भयो नआएको अनि यता चाहिँ धेरै चेन्ज गरेको रहेछ सो यो चाहिँ हामी यहाँ चाहिँ भित्र जाने हामी सिसीभित्र होइन हामी चाहिँ आज चाहिँ सिसी एक्सप्लोर अफ दि सिलगढी गर्ने सो यहाँनिर चाहिँ अहिले पुच्काहरूको उयो लाग्दो रहेछ होइन लाइक पहिला चाहिँ यस्तो थिएन गाइस यहाँनिर पहिला चाहिँ एकदमै बाटो क्लियरिटी थियो अहिले चाहिँ यहाँनिर के हो हेर्दैनौ म त वाक्कै भइसक्यो क्या सो गाइस हामी चाहिँ अब भित्र जाँदैछ होइन सो सिसी सेन्टरको भ्लग चाहिँ सबैजनाले गरेको होला तर मेरो भ्लग चाहिँ एकदम स्पेसियल हुन्छ क्या सो यहाँबाट भित्र चाहिँ हामी पस्दैछौँ होइन सो अहिले चाहिँ यस्तो बनाएको रहेछ नि त गाइस म त लाइक कति भयो होइन नआएको त्यही भएर मैले चाहिँ बाटो पनि चिन्नु धेरै मुस्किल भएको थियो यहाँनिरको भ्यू हेर्नु सक्नुहुन्छ भ्यू उनीहरू गरेको होला तर मेरो भ्लग चाहिँ एकदम स्पेसियल हुन्छ क्या यहाँनिरको भ्यू हेर्नुहोस् गाइस मेरो चाहिँ चस्मा यस्तो लाइन कफी खाने पिज्जा खानु है कफीको नाम निकालेर 700 रुपैयाँ याद आयो कफीको नाम निकालेर 700 रुपैयाँ याद आयो अब भ्यू देख्नुहोस् तपाईँहरूलाई माथिको यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँ अहिले स्पा लगेज नयाँ खोलेको रहेछ यहाँनिर यो चाहिँ लास्ट फ्लोर हो होइन नि सेकेन्ड फ्लोर है हेर्नु सक्नुहुन्छ यहाँ अब हामीलाई चाहिँ केही गर्नु मन लागेको छैन कि यहाँ के खानु अल्छी लाग्यो यो चाहिँ हाम्रो गाडी पार्क गर्ने जग्गा छ अरे म त कति भयो नआएको भ्यू यस्तो छ अब हामी हन्टेड हाउस बस्छु गाइस एक्सक्युज मी सुन्नुहोस् न हन्टेड हाउस कहाँनिर छ छक्कै पऱ्यो यार यस्तो साह्रो इग्नोर गरेँ कि मलाई अब केएफसी एउटा के अब हल्का बोकिदिउँ न जग्गा किन खाएको फाइनली अब हामी गाडी चढिसकेको छ सो गाइज यहाँ चाहिँ फुटबल म्याच हुँदो रहेछ हो अनि एकछिन फुटबल म्याच हेर्नु फुटबल चाहिँ मलाई पुरा मनपर्छ कि त्यही भएर फुटबल चाहिँ हेरेर जाने कि यहाँनिर फ्रेन्डली म्याच हुँदो रहेछ नि त नर्मलमा सो त्यही भएर एकछिन चाहिँ फ्रेन्डली म्याच हेरेको कति 1-0 भयो गोल चाहिँ यो दाहरू साँच्चै हुनुको हामी पहिला हुँदाखेरि खेल्थेँ अहिले पनि खेल्दैछ यहाँ भित्रै पुस्दैछ गोल थियो भित्रै पुस्दैछ गोलै थियो नि यस्तो चल्दै थियो कस्तो लागिरहेछ आफ्टर अ लङ टाइम म्याच देख्दा भाइ रिन्साले पनि आफ्टर कति साल बाद हेर्दैछ म्याच 4 महिना कहाँ हेर्दैछ सर चाहिँ म्याच हामी त हेर्नु पनि पाउँदैन हेलो गाइस ये तो हमारा ये गांव है जो पुटुंग है यहाँ से इसका व्यू ऐसा दिखता है और मैंने यहाँ से व्यू लिया था ये दिख रहा था 3 किलोमीटर था और ऊपर दूसरी और मेरे का सीन भी दिखाया है
और इतना फॉगी था ना, ऊपर तो हम लोग के इधर पे तो थोड़ा थोड़ा गर्मी ही है, पर उधर पे बहुत फॉगी था। और ये था व्यू उधर का, वो दिख रहा था, वो बालासन नदी भी दिख रहा है इधर से। और ये हमारा गांव है। और ये NP डाला से मैंने थोड़ा सा क्लिप लिया था, तो आप लोग भी आ सकते हैं।